जय मसिकी आउनुहोस् हामी हेर्नेछौँ गुड फ्राइडे हाम्रो लागि र ब्याड फ्राइडे चाहिँ प्रभु यीशु ख्रीष्टको लागि किन बाइबलबाट। आउनुहोस् सुरु गरौँ हामी बाइबल सिकौँ युट्युब च्यानलबाट। हाम्रो लागि मुक्ति र आशा। आउनुहोस् हामी बाइबलका केही वचनहरू हेर्नेछौँ। 1 यूहन्ना 3:16। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। 2 रोमी 5:8। तर परमप्रभुले हाम्रो प्रति आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ, हामी पापी हुँदा ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। 3 पहिलो पत्रुस 2:24। हामी पापीहरूका निम्ति मरेर धार्मिकताको निम्ति बाँचौँ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियौ। 4 कलेसी 1:14। उहाँमा हामीले उहाँका रगतद्वारा छुटकारा अर्थात् पापहरूको क्षमा पाएका छौँ। 5 हिब्रू 9:28। यसरी नै ख्रीष्ट पनि धेरैजनाका पापहरू बोक्न एकैपल्ट चढाइनुभयो अनि उहाँको बाटो हेर्नेहरू कहाँ उहाँ दोस्रो पटक बिना पाप मुक्तिका निम्ति देखा पर्नुहुनेछ। यी पदहरूबाट हामीले हेर्न सक्यौँ कि हाम्रो निम्ति गुड फ्राइडे चाहिँ किन रहेछ भनेर। आउनुहोस् हामी हेर्नेछौँ ब्याड फ्राइडे येशूका निम्ति पीडा र दुःख। 1 मत्ती 27:26। तब तिनले तिनीहरूका निम्ति बराबलाई छोडिदिए र येशूलाई चाहिँ कोर्रा लगाएर क्रुसमा टाङ्नका निम्ति सुम्पिदिए। 2 मत्ती 27:29-30। अनि काँडाको मुकुट गाँठेर तिनीहरूले त्यो उहाँको शिरमा लगाइदिए अनि उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए अनि उहाँको अघिल्लोतिर घोडा टेक्दै सलाम यहुदीका राजा भन्दै उहाँलाई खिसी गरे। 30 अनि तिनीहरूले उहाँलाई थुके र त्यो निगालो लिएर उहाँलाई शिरमा हिर्काए। 3 यूहन्ना 19:17-18। 17 अनि उहाँ आफ्नो क्रुस बोकेर खोप्री भनिने ठाउँमा जानुभयो जसलाई हिब्रूमा गलगथा भनिन्छ। 18 जहाँ तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र उहाँको साथमा अरू 2 जनालाई पनि, एकजनालाई यतापट्टि अर्कोलाई उतापट्टि र माझमा येशूलाई। 4 मत्ती 27:46। 3 बजीतिर येशू येशू भन्दै ठुलो स्वरले कराउनु भयो, एली एली लामा सबक्थनी, अर्थात् हे मेरो परमेश्वर तपाईले मलाई किन त्याग्नुभयो। 5 लुका 23:34। तब येशूले भन्नुभयो, हे पिता तिनीहरूलाई क्षमा गर्नुहोस्
किनकि तिनीहरूले के गरिरहेका छन् सो जान्दैनन्। अनि तिनीहरूले उहाँका वस्त्रहरू फाक भाग गरे र गोला हाले। हामीले जान्न सक्यौँ बाइबलको पदहरूबाट कि हाम्रो निम्ति चाहिँ किन चाहिँ गुड फ्राइडे रहेछ र भविष्यको निम्ति चाहिँ किन चाहिँ ब्याड फ्राइडे रहेछ भनेर हामीले हेर्न सक्यौँ। अरू पनि धेरै पदहरू बाइबलबाट तपाईँहरूले भेट्न सक्नुहुनेछ र धन्यवाद। यो पदहरू यो वचनहरूद्वारा तपाईँहरूले आशिष पाउनु भएको छ भनेर विश्वास गर्दै म यो मेरो सानो भिडियोलाई यहीँ राख्दछु। सबैलाई जय मसीह की।